साथीहरु सीता सिरियल छिटो भन्दा छिटो हेर्नको लागि हाम्रो यस भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गर्नुहोला भन्दै गाउँ गाउँमा गएर गाउँलेहरुबाट धेरै पैसा उठाएर यसको 2 महिनामा डबल गराएर दिन्छु भन्दै उनले सोझा साझा गाउँलेहरुबाट धेरै पैसा उठाइरहेका हुन्छन्। त्यसै क्रममा उता गाउँबाट रमेशले यता सीतालाई फोन गरेर तिम्रो दाजु विनोदले घर छाडेर गइसक्यो भनेर जब रमेशले सीतालाई भनेका हुन्छन् तब सीता भने छक्क परेकी हुन्छिन्। उनी विनोद र उनको श्रीमती त्यो गाउँ छोडेर यता सीताको घरमा आएर बस्न थालेका थिए। उनीहरूले त्यहाँबाट पनि अलिकति पैसा मागेर बम्बईतिर भाग्ने प्लान बनाएका हुन्छन् अनि आफूलाई व्यापारी हुँ भन्दै साबाको डबल मुनाफा दिने हुँ भन्दै विनोद र उनकी श्रीमती भने सीताको घरमा आइपुगेका हुन्छन्। अनि एक दिन चाहिँ जब रमेशले सीतालाई विनोद घर गए भनेर भन्नुपर्छ भनेर जब काकीलाई भन्दाखेरि हुन्छ त सीतालाई कल गर्नु पर्यो भनेर भन्दाखेरि दाइ त कतै जानु भएको छैन, दाइ चाहिँ हामीलाई भेट्न आउनु भएको छ भनेर भन्दा त्यसपछि रमेशले भन्छन् कहाँ तिमीहरूलाई भेट्न आएका हुन्, उनीहरू त आमालाई पिटेर भागेर त्यहाँबाट आएका हुन् भनेपछि सीतालाई सबै कुरा थाहा हुन्छ अनि त्यो पैसा लिएर त्यहाँबाट भाग्ने योजना बनाएका विनोद र उनकी श्रीमतीले ती 2 जना व्यक्तिहरूसँग पनि पैसा त निकालिसकेका नै छन्। उनीहरू अझै पनि विनोदलाई चिन्न सकेका छैनन् तर त्यो व्यापारी होइन र त्यो ठगी हो, उसले ठगी गरिरहेको छ र हाम्रो पैसा लिएर भागिरहेको छ भन्ने उनीहरूलाई अझैसम्म पनि थाहा छैन। अब भने पक्कै पनि सीतालाई उनकी आमामाथि कुटपिट गरेर विनोद यहाँ आएको भन्ने कुरामा सीता निकै नै दुखी छिन्। हुन त कसले आफ्नो आमालाई पिट्न सक्छ र सम्पत्तिको नाममा 10औं-15औं वर्षसम्म हराएको छोरा 81 घरमा आउँछ अनि त्यो पनि पैसा माग्नु भएको घर जग्गा बेचेर आमालाई वृद्ध आश्रममा छाडेर आफूलाई चाहिँ मर्मस्त्य गर्न थाल्छ। अनि यो सब यसभन्दा अघिल्लो एपिसोडहरूमा जब हामीले विनोद आफ्नी आमालाई कुटपिट गरेर जब लालपुर्जा लगेर बेच्न जाँदा त्यहाँ रमेश आएर बचाएका हुन्छन् अनि उनले आफ्नी आमामाथि प्रहार गरेकी हुन्छन् जसले गर्दा आमालाई जसरी भए पनि तैले माफी माग्नु पर्छ भनेर रमेशले माफी माग्न लगाएका हुन्छन्। त्यतिसम्म हुँदा पनि अझै पनि लाज मानेका छैनन् विनोदहरूले। उनले आफ्नो बहिनीको घरमा गएर बहिनी ज्वाइँसँग लाखौं रुपियाँ निकालेर त्यहाँबाट भाग्नु पर्छ भन्दै विनोद र उनकी श्रीमती भएर सीताको घरमा आइपुगेका हुन्छन्। तर विनोदको कुनै पनि युक्ति अब भने चल्ने छैन। विनोदका सबै कालो करतुतहरू सीता र उनको घर परिवारले थाहा पाइसकेका छन्। ओ साथीहरू, अब के साँच्चीकै छिरिङ र उनको घर परिवार अनि ती गाउँलेहरूले पैसा पाउलान् त? तपाईहरूलाई के कस्तो लाग्छ साथीहरू? विनोदले यस बारेमा सजाय पाउनु पर्छ भन्ने जतिले हाम्रो यस भिडियोलाई एक लाइक गरी च्यानललाई सब्स्क्राइब गर्न भने अवश्य नभुल्नुहोला है त। हस्त साथीहरू, आजको लागि यति नै। भेटौँला अर्को नयाँ भिडियोमा। त्यति बेलासम्मको लागि बिदा चाहन्छौँ। हस्त, धन्यवाद।